सन्चै हुनुहुन्छ? म चाहिँ हाल इन्डिया गुङ्गुतिरीदेखि यत्रो भारी लगेर जाँदैछु। अनि कस्तो छ हजुरहरूलाई? सन्चै हुनुहुन्छ? फेरि यहाँ हाम्रो चाहिँ कस्तो छ भने 35 केजी भारी लगेर सोही हिमालतिर के गर्ने, यस्तै छ जिन्दगी। हिँड्ने बाटो चाहिँ यस्तो हिँड्नुहोस् है गाइस, यसरी गइन्छ सुई सुई। आफू चाहिँ पहिलो बार आएको, पहिलो दिन जाँदैछु माथितिर। हेर्नुहोस् पाइप साइप रहेछ अनि धेरै माथितिर हेर्दा त लास्ट गाह्रो। हेर्नुहोस् गाइस, यस्तो ठाउँमा 35-50 भारी बोकेर गइन्छ। के गर्ने, परदेशी जीवन यस्तै छ। साथीहरू सन्चै आरामै हुनुहुन्छ होला चाहन्छु। के गर्ने, साथीहरूले फेरि एउटा सानो भिडियोलाई हेरेर साथ दिनु होला अनि युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु होइन। यसरी हेर्नु न, यति सुन्दर ठाउँ देखाइदिएकोमा एक सब्सक्राइब एक लाइक त आउँछ होला त यार। हेरिदिने मात्रै, स्किप गरिदिने त्यस्तो त गर्नु भएन। हेर्नुहोस् साथी, यस्तो झन् त गुङ्गुतिरी जस्तो ठाउँलाई हेर्नुहोस् साथी, यस्तो छ। जाने ठाउँ चाहिँ हो माथि। त्यो छ है साथीहरू, सक्दो लाइक सब्सक्राइब गर्नु होला। हामी जस्तो सानोलाई कहाँ हेर्नु हुने र? ठिकै छ, हेर्नु होला। बाई, होली यस डे।